कहिलेकाहीँ हामी असफल हुन्छौँ, त्यही असफलताको कारण कहिलेकाहीँ अरूले हेप्ने पनि गर्छन् र कहिलेकाहीँ आफैलाई लाग्ने पनि गर्छ कि अब सिद्धियो। तर होइन, असफलता अन्तिम स्टेसन होइन। के तपाईँ अर्को स्टेसनको लागि अघि बढ्न चाहनुहुन्छ? नमस्ते। एउटा सुन्दर गाउँ जहाँ छ गोपालको सुन्दर परिवार। गोपाल धन कमाउनको लागि परदेश गएको थियो, तर देशमै केही गर्छु भन्ने भावना बोकेर ऊ गाउँमा फर्कियो र बुवा आमाले निरन्तरता दिएको कृषि पेसालाई अगाडि बढाउने निधो गर्यो। एउटा सपना बोकेर अघि बढ्यो कि यो गाउँमा सबैभन्दा सफल किसान म बन्छु। गाउँलेहरूले कसरी सफल हुन्छ हेरौँला भनेर प्रतीक्षा गरिरहेका थिए। गोपाल निकै मेहनतका साथ खेतीपाती लगाउन अघि सर्यो। पहिलो वर्ष उसले खेती लगायो, तर मौसमले सबै बाली नष्ट गरिदियो। अनि गाउँलेहरूले भने, हे गोपाल, किन दुःख गर्छस् यो माटोमा? तेरो भाग्यमा केही पनि लेखेको छैन। जा बाबु, फेरि परदेश जा, पैसा कमा, पठा, खुरुखुरु आनन्द। तर गोपालले भन्यो, यो मेरो अन्तिम गन्तव्य होइन। गाउँलेहरू चुप भए। अर्को वर्ष आयो, गोपाल फेरि उठ्यो, खेती लगाउन अग्रसर भयो, खेती लगायो। यसपालि उसको बाली किराहरूले सखाप पारिदिए। गाउँलेहरूले भने, देखिस्, हामीले भनेकै थियौं नि, छोड, यहाँ हुँदैन केही पनि, जा, परदेश जा, मेहनत गरौ, तै बिटाका बिटा पैसा पठा। गोपालले भन्यो, परदेशमा पैसाको बिटा टिप्न पाइँदैन। त्यहाँ गर्ने मेहनत म मेरै खेतबारीमा गर्छु। गाउँलेले भने, खै त मेहनत गरेर के गर्छस्, तेरो भाग्यमै छैन। गोपालले गाउँलेहरूलाई जवाफ दियो कि म असफल भइसकेको छैन, म सिकिरहेको छु। हेर्नुहोस् त, गोपालको जिन्दगीमा जस्तै हाम्रो जिन्दगीमा पनि त हुन्छ। कहिलेकाहीँ हामी असफल हुन्छौँ, त्यही असफलताको कारण कहिलेकाहीँ अरूले हेप्छन्। परिवार समाजको धेरै कुरा सुन्नुपर्छ र कहिलेकाहीँ हामीलाई पनि यस्तो लाग्छ कि अब सिद्धियो। तर याद राख्नुपर्ने कुरा के छ भने, असफलता नै अन्तिम स्टेसन होइन। धैर्यताका साथ उठ्ने हिम्मत गर्नुपर्छ। सफलता हाम्रै भाग्यमा लेखिएको छ। आफ्नो कर्मले लेखेको भाग्य कसैले मेटाएर मेटिँदैन। संसारमा सफलता प्राप्त गरेका ठूला ठूला मानिसहरू सबैभन्दा धेरै पटक ठूला ठूला असफलता बेहोरेर उनीहरू सफल भएका हुन्। एउटै कुरा छ कि उनीहरूले असफलताबाट हार मानेनन्, निरन्तरतालाई प्राथमिकता दिए। तपाईलाई लागेको होला, गोपालले चाहिँ के गर्यो? गोपालले तेस्रो वर्ष पनि खेती लगायो। यसपालि उसले मौसमको ख्याल गर्यो, माटोको जाँच गर्यो र किराहरूबाट बाली कसरी जोगाउने महत्त्वपूर्ण कुरा सिक्यो र ऊ गाउँमा सफल किसानको रूपमा स्थापित भयो। अघि परदेश जा भन्ने किसानहरू उसलाई उदाहरणको रूपमा पेश गरेर आफ्ना छोराछोरीलाई परदेशबाट स्वदेशमा बोलाउनतर्फ लागे। जीवन पनि यस्तै हो। लडेपछि धुलो टकटकाउँदै उठ्ने हिम्मत गर्नुपर्छ। सफलताको लागि ढोका ढकढकाइरहनुपर्छ। यदि ढोका ढकढकाउन बिर्सियो भने कहिल्यै पनि सफलताको ढोका खुल्दैन। नमस्ते।